चुम्लुङदेन मेडस्टोन आइपुगिसकेको छौँ। यो चाहिँ इन्ट्रान्स गेट हो। यहाँ गेटमा हामी आइपुगेको छौँ। यो चाहिँ रिस्टमेन्ट पहिल्यै फ्री भइसकेको थियो अनि जति पनि भएको थियो त्यो चाहिँ पहिल्यै लगिसकेको थियो। त्यसले गर्दाखेरि सबैहरूले हामी सिसेकवा तङनामलाई अन्त्य गर्छौँ। हामी पनि अगुल्टो लगाएर राख्ने हो दिदी। अगुल्टो सबै जम्मा गरिदिनुहोस्। यसरी हल्ला गरिसकेपछि तागेर नेवा फुङमाले पनि सुन्नुभयो हाम्रो प्रेयर्सहरू, हाम्रो सेवाहरू। त्यसपछि सकाल फर्क्यो, गाउँ बस्तीमा रमाइलो हुन थाल्यो। अन्नबाली फल्यो, फुल्यो, पाक्यो, खान पाइयो। हवस् त पेरो अलि सुनेर सकनाम पेरो हिङनाम पेरो फेरि सकनाम पेरो हिङनाम पेरो केनुङ्गरो मिरुप केजोरो केजारो भनेको फर्क्यो भने अगुल्टोले खान्छ छ भनेको हामीले। केनुङ्गरो मिरुप केजारो सिरुप केजारो भक्ति दाजु खेचिङ्यो भनेको हटे खेचिङ्यो। ल ल धन्यवाद यति भन्दै हाम्रो के अरे आजको सिसेको तङनामको यो प्रस्तुतिलाई यही अन्त्य गर्नु म यतिलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद सेवारो। आशा छ र म अनुरोध गर्न चाहन्छु यहाँ जति पनि उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू हुनुहुन्छ यसै गरी नै केलाङ प्रस्तुत गर्नको निम्ति यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। केही व्यक्तिहरूलाई छिर्ने अनुमति दिन चाहन्छु। यदि प्राङ्गण अलिकति खचावट भएको खण्डमा तपाईँहरू यो एरियाबाट बाहिर पनि तपाईँहरू आफ्नो आफ्नो स्थानमा नाच्न सक्नुहुनेछ। कापोबा केलाङ टिम त भन्नुभयो, म त भर्खरकै मात्रै देख्छु। महानुभावहरू यस पछाडि युमा साम्यो महासभा युके र ताप्लेजुङ युके युवा समाजका केलाङका कलाकार साथीहरू तयारी हुनुहुन्छ भने तपाईँहरू यो स्टेजको पछाडिपट्टि आएर बस्दिनु होला। त्यस्तै ग्रेटर लन्डन सिनियर ब्रान्चबाट हातफारे साम्लोका लागि आउनुभएका कलाकारहरू यही वरिपरि कतै हुनुहुन्छ भने कृपया तपाईँहरू पनि तम तयारका साथ बस्दिनको निम्ति यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै युमा साम्य महासभा युकेबाटै लाङबा उङमा परम्परागत नृत्य पनि प्रस्तुत हुने भएको जानकारी गराउँदै कलाकार साथीहरूलाई तम तयारीका साथ बस्दिनको निम्ति हार्दिक अनुरोध गर्दछु। र अन्तमा ग्रेटर लन्डन ब्रान्च सिनियर शाखाबाट एउटा सामूहिक नृत्य पनि प्रस्तुत हुने भएको कारणले ग्रेटर लन्डन ब्रान्च सिनियरका कलाकार मित्रहरूलाई पनि तयारीका साथ बस्दिनको निम्ति हार्दिक अनुरोध गर्दछु। समूहहरू तपाईहरु अलिकति बीचमा आइदिनु भयो भने
यहाँ हाम्रो क्यामेराबाट पनि रेकर्डिङ भइरहेको जानकारी गराउन चाहन्छु तपाईहरुलाई। भोलिका हाम्रा भावी पिढीहरूले हामी यो संसारबाट बिदा लिइसके पछाडि उहाँहरूले युट्युबमा हेर्नेछन्। यस्तै रेकर्डिङ गरेर राखियो, अभिलेख गरेर राखियो भने भोलिका हाम्रा सन्ततिहरूलाई पनि केलाङ भन्ने चिज के रहेछ भन्ने बुझ्न सजिलो हुने हुन्छ। त्यसकारणले तपाईहरु अलिकति बिचमा आएर नाच्दिनु होला। हाम्रो क्यामेराबाट रेकर्डिङ भइरहेको छ, भिडियो रेकर्डिङ गर्दै हुनुहुन्छ हाम्रो सुल्तान भाइले। हाम्रा थामेकदिङमाका चेलीबेटी दिदीबहिनीहरू, यदि कुनै गेस्टहरू, पाहुनाहरू, अतिथिहरू उहाँहरू आउँदै हुनुहुन्छ भने कृपया ब्याज र खादा लगाएर अतिथि टेन्टभित्र बसाइदिनको निम्ति यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख अतिथिको आउने बेला भइसकेको जानकारी गराउँदै प्रमुख अतिथि आतिथ्य सत्कारमा भाग लिनुहुने च्याब्रुङ अथवा केलाङ समूहलाई पनि तयारीका साथ बस्दिनको निम्ति हार्दिक अनुरोध गर्दछु। आउनु भएको छ। आकाशको परी धरतीमा झरी भएको छ। ह्यापी साउने संक्रान्ति दिदी। कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, यो चाहिँ कसको स्टल भन्नुभयो कि
उहाँको चाहिँ यस्तो छ क्या उहाँको चाहिँ अलिकति पर्सनल हो कि अनि आज के बेच्नु हुँदैछ वेन्सा चुम्लुङले थैली सिलामचाकमा टी-सर्ट सोत्लुङ फक्ताङ स्पेशली ग्रीटिङ कार्ड्स ओ ह्यापी वेडिङ हो युकेकै भाइ कस्तो क्रिएसन गरेको हो यो चाहिँ हाम्रै वेन्साको यहाँ युकेकै मान्छेहरूले बनाएको हेलो हिरो यहाँ हिरो भाइ पुग्नु भयो अब मोडल भाइ पो आइपुग्नु भयो यहाँ मोडल त होइन है मोडल त तपाईँ मोडल त तपाईँ आफू हामी सबै मोडल हो ल आजको शिक्षक पतङ्गमा 2 शब्द शुभकामना दिनुहोस् न सबैजनालाई चाहिँ है शिक्षक पतङ्गको शुभकामना फ्रम युके हजुर फ्रम युके थ्याङ्क यू यता भाइ तपाईँको त गालामा ट्याटो अलिकति देखाउनु त उता यो पनि छ यहाँनिर हाम्रो यो वेन्सा चुम्बो ले चाहिँ यो चाहिँ किराँत याक्थुङ चुम्लुङको भातृ सङ्गठन युवाहरूको एउटा सङ्गठन हजुर अनि स्पेसली यो चाहिँ यही सङ्गठनमा आबद्ध भएर यो पर्सनल पनि होइन एउटा हाम्रो सङ्गठनकोमा आबद्ध भएर सबै यो प्रसारण यसरी नै हामीले अब यो चाहिँ यहाँनिर छ स्टिकर हजुर ए यो चाहिँ गालामा यो लाउँछ चाहिँ गालामा लाउनलाई प्रति गोटा 2 पाउन्ड छ हजुर यो चाहिँ हजुर अनि त्यस पछाडि टी-सर्टहरू छ अनि हाम्रो सिलामसाङमा खैलीहरू पनि रहेछ होइन अहिले पनि छ हजुर ओ यो बर्को चाहिँ हेरौँ न यो के पो भन्छ पुङ मात्र हेरौँ न यो चाहिँ पर्सनल होला उहाँको तर यसको दोकान पनि छ यहाँ तलतिर हाम्रो फुके लाउरे हो कि मैले अघि सोधेको थिएँ हुन्छ थ्याङ्क यू भाइ उहाँ हुनुहुन्छ योगेन्द्र तावा भाइ 5 थर समाज सेवाको सदस्य हुनुहुन्छ उहाँ अहिले यहाँ यन्सा चुम्लुङमा पनि आबद्ध हुनुहुँदो रहेछ अहिले यहाँ उहाँहरूको स्टल हो यो एकदम ए ब्यानर चाहिँ उता रहेछ होइन हस् ब्यानर यहाँ रहेछ है उहाँहरूको उहाँलाई एस्कर्ट गरेर उहाँलाई यो स्टेजसम्म ल्याइन्छ त्यति Ladies and gentlemen, chief guest we have for today is Excellency Dr. Nomo Kishore Roy, former ambassador of Nepal for Germany, a linguist and a professor as our chief guest today. Can I kindly ask everyone to be upstanding to welcome him into the guest stand, please? पानी अत्यन्तै धेरै मात्रामा पर्न थालेको कारणले हाम्रो च्याब्रुङ कलाकार समूहलाई अलिक छिटचाइलाई हुन्छ भने एक फनको यो स्टेज अगाडि रहेको खुल्ला प्राङ्गणमा एक फनको लगाएर तपाईहरू आफ्ना आफ्ना स्थानमा गएर आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। नमस्ते हाम्रा च्याब्रुङ कलाकारहरू यो स्टेजबाट ननिस्कुन्जेल आदरणीय महानुभावहरू एकैछिन तपाईहरू उभिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। पानी पर्यो
अहिले आउँ यहाँ भइसक्यो आफ्नो काम तपाईँले आसन ग्रहण गराउँदा भयो दाजु हाम्रो च्याब्रुङ समूह पानीको कारणले अलिकति डिस्टर्बेन्स भयो हजुरहरू अलिकति छिटो निस्किदिनु भए हार्दिक आभार हुने थिए पानीले भिजायो पानीले भिज्यो ल च्याब्रुङ समूह धन्यवाद दिँदै तपाईँहरूलाई यो प्राङ्गण छोडिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु पानीको कारणले अलिकति छिटो कार्यक्रमलाई बढाउनु पर्ने भएको छ थ्याङ्क यू सो मच स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारीलाई अहिले 2-4 मिनट अलिकति ढिलाइ हुन गएको जानकारी गराउँदै अब भने आसन ग्रहणको कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु गर्न यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु त्यस्तै लेखक धनाङ लिम्बुज्यू तपाईँ पनि आउनु भएको छ भने विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनको निम्ति यहाँलाई हार्दिक अनुरोध गर्दछु त्यस्तै एनआरएनए युके का अध्यक्ष प्रेम गाहा मगरज्यू यदि तपाईँ पनि आउनु भएको छ भने आजको विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनको निम्ति यहाँलाई हार्दिक अनुरोध गर्दछु अध्यक्ष जुमकाजी गुरुङज्यू तपाईँ पनि आउनु भएको छ भने अतिथिको आसन गरिदिनको निम्ति तपाईँहरूलाई हार्दिक अनुरोध गर्दछु त्यस्तै अतिथिको आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु त्यस्तै शेर्पा सङ्घ युके का अध्यक्ष रिन्जी शेर्पा लामालाई पनि अतिथिको आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु त्यस्तै आसन ग्रहण गर्ने क्रममा संघीय लिम्बन सामाजिक मञ्च युके का अध्यक्ष धीरज खेवाज्यूलाई पनि मिलन तमुज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु अलिकति केही कुरा संक्षिप्तमा म जानकारी गराउन चाहन्छु त्यसको लागि आज यो हाम्रो 2025 साल सिसेक्पा तोङनामको अध्यक्ष गरिरहनु हुने किराँत तेख्मुचुम्लुङ युके का अध्यक्ष श्रीमती कमला सेन्दाङ थल्लुङज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू सम्पूर्ण मञ्चमा आश्रित अतिथि वर्गज्यूहरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू र जति पनि आजको कार्यक्रममा उपस्थित हुनुभएका आमा बाबा दाजुभाइ दिदी बहिनी भान्जा भान्जी सम्पूर्णमा मेरो म एउटा उपाध्यक्ष र भोइस कोअर्डिनेटर सहसंयोजकको तर्फबाट लुङम्यान्दिङ सेवाहरू भन्न चाहन्छु हामीले जहिले पनि कार्यक्रम हुनुभन्दा पहिले हेल्थ एन्ड सेफ्टी चाहिँ हामीले जानकारी दिनुपर्ने हुँदाखेरि इन केस अफ आगो लागिहाल्यो भने हाम्रो एसेम्ब्ली पोइन्ट देब्रेपट्टि खुल्ला जग्गा र दाहिनेपट्टिमा पनि जग्गा छ र हाम्रो एसेम्ब्ली पोइन्ट चाहिँ त्यहाँ हुनेछ र दिनको निम्ति यहाँहरूलाई विनम्र अनुरोध गर्दछु फेरि पनि थामेन्दिङमा कामरा चेलीबेटी दिदीबहिनीहरू उहाँहरू हाम्रो प्रमुख अतिथिज्यू र अध्यक्षज्यू यो स्टेजसम्म ह्याप्पी साउने संक्रान्ति दिदी सिसेक्पा तोङनामको शुभकामना एनजीलाई पनि सिसेक्पा तोङनामको उपलक्ष्यमा हार्दिक शुभकामना है सेवारो lamp lighting ceremony at the stage. We do not have the actual lamp, but we have got the electronic candle. So can I kindly ask our chief guest and the president of KYC UK, branch president जीहरू तपाईहरु सबैलाई यो ल्याम्प लाइटिङ सेरेमनी अथवा दीप प्रज्वलनको लागि अगाडि आइदिनको निम्ति यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। केन्द्रीय कार्य समितिका हाम्रा पदाधिकारीजीहरू, ब्रान्च अध्यक्षहरू, विभागीय प्रमुखजीहरू, सल्लाहकारजीहरू, संरक्षक सदस्यहरू तपाईहरुलाई पनि अगाडि आइदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। Absolutely fine. ल तपाईहरु
दीप प्रज्वलन भइसकेको छ। 2025 सालको शुभ अवसरमा हामी प्राकृतिक पूजकहरूले देवी देवताहरूलाई प्रकृतिलाई पूजा गरेर पानी नपर्दाखेरि हामीलाई साह्रो परेको अवस्थामा पूजा गर्दै गर्दा आज अलिअलि पानी परेर आशीर्वाद दिएर हाम्रो रङ्गमञ्चलाई उज्यालो बनाइदिएको छ। धैर्य मान्नुहोस्, अबको केही क्षण पछाडि चाहिँ पानी पनि रोक्ने वादर फोरकास्ट भइरहेको छ। यसैको सिलसिलामा मेरो सानो प्रस्तुति, उपस्थित प्रमुख अतिथि डाक्टर नवल किशोर राई, उहाँ चाहिँ पूर्व जर्मनीको उहाँ चाहिँ एम्बेसडर पनि हुनुहुन्छ। उहाँको साथसाथै हाम्रो किराँत याक्थुम चुम्लुङको वर्तमान अध्यक्ष श्रीमती कमला सेन्दाङ थक्लुङज्यू, साथै हाम्रो किराँत याक्थुम चुम्लुङ युके का पेट्रोन मेम्बर्सहरू, लाइफ मेम्बर्सहरू र साधारण सदस्यज्यू, साथै सम्पूर्ण लिम्बू दाजुभाइहरूलाई लगायतै हाम्रो सम्पूर्ण ब्रान्चका अध्यक्षज्यूहरू र कार्य समितिहरू, उहाँहरूलाई पनि म सम्बोधन गर्दै यस सिसेक्पा तङनाम 2025 सालको शुभ अवसरमा हार्दिक स्वागत गर्न चाहन्छु। सिसेक्पा तङनामको यहाँ चाहिँ साउने संक्रान्ति साउनको अलिअलि हामीले छनक पाएका छौँ। साउने पानीले हामीलाई अलिकति आशीर्वाद दिएको छ र यही विषयमा यो सिसेक्पा तङनाम चाहिँ हाम्रो पुरा परकालदेखि नै बाजे बजुहरूदेखि नै चलन चल्तीमा आएको यस सिसेक्पा तङनाममा म तपाईहरुलाई हार्दिक गर्न चाहन्छु। The few words म भन्न चाहे अंग्रेजीमा, there's you are not Nepali speakers. Sisekpa Tongnaam is a part of a harvest festival where we get rid of our old hardships, and then it is a century-old traditions that we continue to uphold, and our traditions and our culture, our values, and our unique Limbu peoples we are gathering here today, and I'm sure our young generation will follow. We will hand over to them and they will continue to uphold our Sisekpa Tongnaam. यति भन्दै म तपाईहरुको मेरो सानो वक्तव्यलाई अन्त गर्न अगाडि आज 2025 सालको सिसेक्पा तङनाम चाहिँ आधिकारिक रूपमा चाहिँ सुरु भएको म घोषणा गर्न चाहन्छु। ध्यान लिएर सुनिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहे। थ्यांक यू। बहिनी यो स्टल चाहिँ कसको अरे? यो स्टल चाहिँ जेम तोङबाई हो। यो पालि हाम्रो पहिलो चोटी हो। के तोङबाई जेम? हजुर यहाँ जेम तोङबाई हो। हजुर एकदम मिठो लाग्यो तोङबा, याङबेन, सेलरोटी। सिसेक्पा तङनामको शुभकामना बहिनी। हजुर तपाईहरुलाई पनि आइदिनु भयो, खाइदिनु भयो, रमाइलो गरिदिनु भयो, धन्यवाद। एकदम मिठो छ हैन माया दिदी? एकदमै मिठो छ बहिनी। यता दिदीहरु ह्यापी सिसेक्पा तङनाम। तुमरुक च्यानल है बहिनी, तुमरुक च्यानल। खानु पाइँदैन भयो याक्तु अब बुढो भयो नखिच्नु। यहाँ डोन कास्टरको टिम है, यो चाहिँ डोन कास्टरको टिम। हरि दाइलाई भेट भयो यहाँ, हरिबहादुर लाउती दाइलाई। दाइ त भर्खरको जहिले तैले भर्खरकै देखिनुहुन्छ हौ। मेरो आँखा चिम भएको माथि झन् चिम हुन्छ त्यसमा। हस् तङनामको स्टल अहिले यहाँ छ। यहाँ हाम्रो कपिल जानुका बहिनीको पसल। यहाँनिर नेपाली सामग्रीहरू किन्नु पाइन्छ। यहाँनिर के भन्छ यसलाई, राडी, चिन्डो, ढाकी,
सेवारो ह्याप्पी सिसेक्पा तङनाम यहाँलाई पनि ह्याप्पी सिसेक्पा यहाँ विश्वास दिप्तिकेलाजी आइसक्नु भएको छ ल यहाँ जाँदाबाट हेर्नु भएको छ सबैलाई ह्याप्पी सिसेक्पा तङनाम थ्यांक यू है थ्यांक यू हस् हुन्छ हस् ल किन्नु भयो राडी दिदी अब यो किन्ने भनेर हेर्दैछु हामीले ढाकी किनिसक्यौँ हामीले चाहिँ ढाकी किन्यौँ है ढाकी टिमुरको अचार लिइसक्नु भएको छ टिमुरको अचार लिनु भयो दिदी हो ल जाउँ है अरूतिर हाम्रो त साथीसँग आएको कि अस्ति उसमा नि त्यो गोर्खा वकमा नि त्यो पसल यहाँ पनि रहेछ राडीको लुगाहरू त्यो बुनेको हुन्छ नि टुल त्यो खोजेको त मैले बुनेको टुल बुनेको पो खोजेको राम्रो बन्दाकोपी डेकोरेसनको सामानहरू रहेछ हौ यहाँ ए यस्तो ब्याग पनि रहेछ दिदी ए कता जानु भएको अनि मैले अघि त टोइलेट हामी खुङमत्र यहाँ किन्न हेर्न फोटो खिच्न यहाँ हाम्रो क्रिएटिभ भाइ के अरे 45 यहाँ हामी खिच्न आएको छौँ मात्र हेर्दै हामी यहाँ आइपुग्यौँ अब एकछिनमा चाहिँ म लिनु आउँछु त्यो त बेबीको अरे नि हो बच्चाको अरे एकछिनसम्म रहनुहुन्छ नि होइन अहिले आउँछु ल ल म पनि एउटा लानु पर्यो ए भाइ म चाहिँ तपाईँको हातबाट लान्छु ल अहिले यहाँ एउटा छान्दैछु कलर आज सिसेक्पा तङनामको यो युकेमा झोला त साह्रै ठुलो भयो फुर्केलौरेको क्रिएटिभ खुङ मात्र ल दिदी तपाईँलाई खुङ मात्र सेवा बधाई छ हाम्रो सेवा र हाम्रो सीता दिदी हाम्रो हिरोनीको अपेक्षा राखेको छु गर्दै क्रमशः उहाँहरूले चाहिँ आफ्नो अभिनय चेन्ज गरिराख्नु भएको छ उहाँ जस्तै हामी प्रकृति पूजक भएको भएर हाम्रो चाहिँ अहिले चाहिँ उहाँहरूले चाहिँ विभिन्न चरा घर परिवार जस्तै ढुकुर पनि एउटा जङ्गलको शुभ सङ्केत लिने ढुकुर भएको भएर सो उहाँ जस्तै चरा जस्तै ढुकुर जस्तै उहाँले नकल गरेर आफ्नो डान्स प्रस्तुति गरिराख्नु भएको छ अहिले चाहिँ त्यसले गर्दाखेरि जसरी अब हजुरहरूले इन्जोय गर्न सक्नुहुन्छ भरपुर मनोरञ्जन गर्न सक्नुहुनेछ भन्ने आशा गरेको छु सो क्रमशः उहाँले चाहिँ अहिले चाहिँ केलाङ डान्स अहिले चाहिँ उहाँले चाहिँ कन्टिन्यू गरिराख्नु छ केलाङ डान्स नै गरिराख्नु भएको छ मनोरञ्जन गरि नै राख्नु भएको छ भन्ने आशा गर्दछु हजुर एकदमै आजको यो सिसेक्पा तङनामको भाइ विभिन्न आफ्नो ट्रेडिसनल आफ्नो ट्रेडिसनल लुगाहरू लाएर एकदमै अति सुन्दर जसरी आफ्नो ड्रेस अफ गेटअप सुन्दर छ त्यसरी नै आफ्नो डान्स पनि उहाँले चाहिँ प्रदर्शन गरिराख्नु भएको छ महानुभावहरू एउटा सानो सूचना जारी गर्न चाहन्छु आजको ठिक्क 4:30 बजेदेखि 5 बजे भित्रमा यो मलाई हेरिराख्नु भएको छ भने मेरो देब्रेपट्टि येल्लो मार्किङ गरिएको ठाउँ छ त्यहाँ चाहिँ पक्लुङ छेलो प्रतिस्पर्धा हुन गइरहेको छ जो कोही तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईहरु समय मिलाएर जानु पर्दैन 4:30 बजेदेखि 5 बजे भित्र आउन टाइममा जानुस्
तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने 4:30 देखि 5 बजेसम्म। थ्यांक यू। अब आउँदै हुनुहुन्छ मेडिस्टोन ब्रान्च र उहाँको पछाडि नम्बर छ 4 नम्बर र ग्रेटर लन्डन ब्रान्च। तपाईहरु पनि तयार भएर बसिदिन म हार्दिक अनुरोध गर्दछु। र हाम्रो मेडिस्टोन का कलाकारहरूको प्रस्तुति भइरहँदाखेरि त्यहीका सचिव सुनिता लिम्बुज्यूले चाहिँ हाम्रो च्याब्रुङको बारेमा उहाँले प्रस्ताउनु हुनेछ र आउँदै हुनुहुन्छ सुनिता लिम्बुज्यू र शाखा हाम्रो मेडिस्टोन ब्रान्च। स्वीकार्नुहोस् उहाँहरूको यो कम्पिटिसन। युकेका अध्यक्ष कमला सेन्दाङ लिम्बुज्यू, अतिथि प्रमुखज्यू, साथै सम्पूर्ण उपस्थित पाहुनाहरूमा सेवारो भन्न चाहन्छु। यसै 2082 सालको श्रीशेर्पा तङ्नामको पावन अवसरमा हजुरहरूलाई सुख शान्ति समृद्धि अनि उता प्रगतिको कामना पनि व्यक्त गर्न चाहन्छु। म सुनिता माभुहाङ केवाइसी वेस्टर्न ब्रान्चको सचिवको तर्फबाट हजुरहरूलाई श्रीशेर्पा तङ्नामको हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु भन्दै आज यस केवाइसी युकेको वार्षिक श्रीशेर्पा तङ्नामको अवसरमा हाम्रो वेस्टर्न शाखाको ब्रान्चले पनि आजको यस प्रतियोगितामा भाग लिन गएको म हजुरहरूलाई जानकारी दिँदै उहाँहरूलाई चाहिँ आज हाम्रो लिम्बुवानको अति नै सम्मान सत्कार गर्ने चलन चल्ती भएको हुँदा उहाँलाई चाहिँ यो प्राङ्गणमा आउनुभन्दा पहिला नै उहाँले सम्मान सत्कार गरेर उहाँहरू चाहिँ यस प्राङ्गणमा सामेल हुनुभएको छ। उहाँहरू चाहिँ आजको यस वेस्टर्न टिमको मात्रै मेन लिड गर्ने चाहिँ सुमन लिम्बू साथै सुनिताको टिममा चाहिँ लिडिङ गरेर उहाँहरू आउँदै हुनुहुन्छ। फेरि एकदमै प्रिय उहाँहरूले चाहिँ अहिले चाहिँ डान्स देखाइराख्नु भएको छ। उहाँ चाहिँ यो चाहिँ कसरप्पा हो। अन्तिम बिदाई गर्नुको लागि बिदाई डान्स गर्दै हुनुहुन्छ। अब यस पछाडि चाहिँ अब उहाँहरू चाहिँ यो खाजाको डान्स गरिसकेपछि बिस्तारै उहाँहरू चाहिँ प्राङ्गणबाट बिदाई दिँदै हुनुहुन्छ। आउँदै हुनुहुन्छ ग्रेटर लन्डन ब्रान्च देवेन्द्र यक्सु, दीपक थोक्लुङ, दीपक आल्पोहाङ र कमल हुक्पा चम्बा र यसरी गर्ल्स टिममा हुनुहुन्छ रुमी येक्टेन, ओसिन येक्टेन, नमुना कापाङ, सुमित तथा येक्टेन, राधा फोबो, शिवानी आङ्गेपे र रुबिना किया। यहाँहरू सम्पूर्ण कलाकारहरूलाई हामी हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ। तपाईँहरूको प्रस्तुति राम्रो होस्। नोगेन अनि सम्पूर्ण कलाकारज्यूहरू उहाँ सन्तोष वनेमज्यू उहाँ हुनुहुन्छ। उहाँले चाहिँ हामी तल तोरण भएकोतिर लगिदिनु हुनेछ। प्रस्ताव दिनुहुन म किरायथुङ चुम्लुङ युकेका केन्द्रीय सदस्य युवराज स्पोज्यूलाई म यस स्टेजमा आमन्त्रण गर्दछु र स्वीकार्नुहोस् हाम्रो थ्रोक ब्रान्चका कलाकारज्यूहरूको प्रस्तुति। धन्यवाद। केलाङ समूहको नृत्यकारहरूको नृत्यवाचक र अहिले हाम्रो
थोरोक शाखाका केलाङ नृत्यकारहरू हाम्रो प्राङ्गणमा तपाईहरूलाई आशीर्वादहरू गर्दै नमस्कार गर्दै यो प्राङ्गणमा प्रवेश गर्दै हुनुहुन्छ र यसै क्रममा नृत्यकारहरू हुनुहुन्छ कर्मशः रोमियो पङदाक सेम्फुङमा चङबाङक्याप संस्कार खजुम येनु बन्तावा लोमन लिङ्गु अनु लिबाङ एनिस भुक्पा चङबाङ निङवापुङ सोदेम्बा ताकजङ सोदेम्बा लोरिम आङदेम्बे लासाङ तुम्माम्फे दीपिका खोयम दृश्यहङ हापुङ नितेना बन्तावा मोनिका अन्सङबो इक्सा हाङस्रोङबा जेसन पङदाक प्रीतिका कन्दवा सेसेहाङ चङबाङक्यात रेनु लिबाङ र उहाँहरूले अहिले तपाईँहरूलाई चाहिने दर्शन गर्दै दर्शन नाच्दै हुनुहुन्छ यो र अहिले उहाँहरूले हाम्रो यो खुट्टा बङ्गाउने नाच नाचिरहेका छन्। अर्ग्यानिक कोदोको अनि आचार विचार किनीमा याङमेन गुन्द्रुक सुकुटी खाडो खिलिङ्गे ह्याप्पी सिसेक्पा तङनाम अति नै हट राम्रीमा राम्री र उहाँको प्रस्तुति भएको हुनाले सबैजनाले अलिकति उहाँको ध्यान आकर्षण गरिदिनु न म यहाँलाई हार्दिक अनुरोध गर्दछु। प्रवेश गरिदिनु न म यहाँलाई हार्दिक अनुरोध गर्दै भीम बोकिमज्यू तपाईँलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। हामी सम्पूर्ण केवाइसी युकेको टिमबाट भन्दै सिकाउनुहोस् हाम्रो मोडल तथा नायिका रेखा फागो लिम्बू।
फेरि पनि ताली नो कन्जुस प्लिज यरी नोगेन र हाम्रो नेपाली तारा दीपक लिम्बुज्यू तपाईँ पनि कहाँ हुनुहुन्छ प्लिज म यो स्टेजमा आइदिउन हार्दिक अनुरोध गर्दछु हाम्रो समय अन्तिम घडीमा पुगेको छ र हामीले नेपालदेखि आउनुभएका कलाकारलाई पनि अन्तिममै राखेका छौँ किनभने नीतिको नियम हामीले गर्नै पर्ने हुन्छ तर युके आउने जाने क्रममा धेरै समय बिताए तर हाम्रो सिसेक्पा तोङनाम पहिलो पटक यसरी सांगीतिक माहौलमा तपाईहरुसँग समय व्यतीत गर्ने अवसर पाए यरिक नोगेन किरात्याक्तुम चुम्लुङ युके वर्तमान अध्यक्ष कमला सेन्दाङ दिदी लगायत सम्पूर्ण उहाँको टिमलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु धेरै चकाप नदिउँ मिम्जी मेहानेन थिकिन थके मेन्दुमे निङवा मेदानेन म यो लिम्बू गीत गाउँछु ल त्यो बजाइदिनु त फुपा मलाई हार्दिक शुभकामना छ ल है त ल नाच्नु पर्छ अलिक भोल्युम खोलिदिनु मिम्जी मेहाने थिकेन थके मेन्दुमे निङवा मेदाने थिकेन थके मेन्दुमे निङवा मेदाने निङवा सांगसाङ पम्बे वासा निङवा सिगाङ पम्बे वासा पापा मेसुका Masigan pan ame yumame nune